अहिले चितवन बेलचोकबाट चितवनको मुटु भन्नुपर्छ यसलाई बेलचोक। यो भयङ्कर रमणीय ठाउँ छ प्राकृतिक सम्पदाको हिसाबले अनि बजारीकरणको हिसाबले। र यो चोक अझ भन्नुपर्दा हाम्रो बाल्यकालमा यो चोकलाई चाहिँ विशेष रूपमा चाहिँ हामीले बेलचोक भनेको चाहिँ एकदमै ठुलो बजारको मुटु। पुलचोक, नारायणघाट र बेलचोकमा चाहिँ हामीले सामानहरू धेरै पाउँछौँ र त्यहाँ पाइएन भने अरू कहीँ नि पाइँदैन भनेर बुझ्थ्यौँ। अझ यो बेलचोकमा साइकल पसलहरू अनि धान पसल, बोरा पसल, हामी गाउँमा अब बोरा लिन आउने ठाउँ भनेको बेलचोक भनेर बुझिन्थ्यो। अहिले यो पुलचोकबाट थोरै उत्तरतिर लागेपछि धर्मचोक नपुग्दै बिचमा पर्छ बेलचोक। यो प्राकृतिक भनेर नदी पुङ्गी खोला पनि यहीँ साइडबाट बग्ने गरेको छ, हरियाली छ। र यहाँ आर्मी ब्यारेक तलपट्टिको चोक हो यो साह्रै नै रमणीय चोक र अविस्मरणीय चोक जस्तो लाग्छ। यो चोक चाहिँ हामी सानो हुँदाखेरि पनि खुसी लाग्थ्यो यहाँनिर आइपुग्दाखेरि। यहाँसम्म बेलचोकसम्म साइकल चलाएर आइपुग्यो भनेर भन्दाखेरि चाहिँ खुसी लाग्थ्यो। यो दाइले ल्याए जस्तै चटपट पनि हामी सानो बेलामा खुब खाइन्थ्यो चटपट। अनि बेलचोक आउँदाखेरि हो यस्तै ट्रकहरू, मालवाहक गाडीहरू लोड गर्ने अनलोड गर्ने ठाउँ टन्नै हुन्थ्यो।